ल गाइस म चाहिँ ट्याक्क आज हल्का बिराम थिएँ अनि आज हल्का भएर फ्रेस भएर है अब म चाहिँ बाहिरतिर निस्केको छु आज 3 दिनको सुताइपछि है गाइस। अब 3 दिनको सुताइपछि म चाहिँ ट्याक्क अलिक सन्चो भएर हजुर भ्लग बनाउन भ्लग कहाँ म भ्लगर हो त अनि म चाहिँ अब धेरै पछि सो एउटा भिडियो बनाऊँ भनेर है ल चाहिँ आज 3 दिन बिराम भएर घरमा 3 दिन सुतेर उठेर अनि आज चाहिँ यसो फ्रेस हुँ भनेर बाहिरतिर निस्केको है। यत्रो घाममा पनि माइजू त्यहाँ घाँस लिएर आउँदै हुन्छ है। यस्तो घाम लागिरह घाम पनि कहाँ छ उही यस्तो घाम छ है। ए भटमास फुल अब दसैँ तिहार पनि आउनु लागेको छ है। फुल पो रोप्न थाल्नुभएछ। फर्सी बोकिरहनु भयो 2 दाना फर्सी बोकिरहनु भएको है। फर्सी फलाएको थिएछ बारीमा यहाँ यस्तो छ गाइजी। म चाहिँ आज अलिक बिराम मान्छे है बिराम थिएँ अनि आज चाहिँ अलिक ठिक भएर फ्रेस भएर अनि यस्तो बाहिरतिर निस्केको यहाँ माइजूहरू यस्तो गरिरहनु भएको रहेछ है। ओहो काँक्रो चाहिँ कसको हो तर काँक्रो फल्दै रहेछ है। म चाहिँ काम गर्नु चाहिँ होइन यसो हेर्न मात्रै आएको फेरि। ल गाइज अब बाँकी भिडियो अर्को भिडियोमा म देखाउने छु हजुरहरूलाई। बाई बाई गाइज।